मेरो शरीरले भ्याएसम्म तिम्रो हरेक सपनाहरू पूरा गर्ने कोसिस गर्नेछु। नसके पनि तिम्रो चाहनाहरूमा कमी नआओस् लाग्छ। जीवनमा कहिलेकाहीँ बाधाहरू आउन सक्छ। संघर्षको आधी तुफानले बाटो थुनेको महसुस हुन सक्छ। तर तिमी नहात्तिनु। मेरो धरोहरा, मेरो बा थोरो बढ्यो, ठुलो भयो, परिवारको जिम्मेवारी आफ्नो काँधमा राख्यो भनेर बा ढुक्क छन्। तिमी पनि हिम्मत नहार्नु। बाँकी जे छ त्यही हुन्छ। मैले पनि सारा खुसी त्यागेर त्यसलाई अँगालेको छु। तपाईँ ढुक्क हुनुहोस्। मेरो पाइलासँगै तपाईँको छाया रहनेछ। जीवनमा कसैप्रति मोह बसिसकेपछि त्यसलाई छुटाउनु पर्दो रहेछ। तपाईको हरेक कदममा मेरो साथ छ। अब केही समय हो, जति नै दुःख भए पनि 5-7 वर्ष नफर्किने निर्णय गरेको छु। सिन्दूर तपाईको, थर तपाईको, अनि नाम मेरो। जे जस्तो भए पनि हामी एकअर्कामा परिपूरक भइसक्यौं। मैले तपाईको हरेक कदममा साथ दिन नसके पनि मैले मागेको वरदान सधैँ तपाईसँग नै रहनेछ। हामी दुईजना छौं, एकले अर्कोको हात थामिरहेको हुन्छौं। संसारमा कतिपय कुराहरू असम्भव हुन्छन्, तर हाम्रो विश्वासले त्यसलाई सम्भव गराउँछ। तिमी मेरो अन्तिम पलसम्म साथ दिन सक्छौ भने बाँकी मेरो जिन्दगी तिमीसँगै बिताउने छु। पर्खाइ लामो भए पनि बसौँला, बाटो फरक भए पनि हिँड्ने गन्तव्य एउटै हो। मलाई पूर्ण विश्वास छ तपाईले बाटो मोड्नुहुन्न भनेर। पर्खाइ सधैँ तपाईको नै हुनेछ। आए अँगाल्छु, नआए तपाईका यादहरू सँगाल्छु।